कुनै कुनै बेला मलाई लाग्छ के नेप्सी इज लेस अबाउट फाइनेन्स एन्ड मोर अबाउट इमोसन्स। मार्केट ग्रिन हुँदा मुड राम्रो, मार्केट रेड हुँदा लाइफ क्राइसिस। अनि फनी पार्ट चाहिँ यो सबैमा म पनि इन्क्लुडेड छु। अहिलेसम्म फ्यु ट्रेड मात्र गरेको छु, तर अलरेडी बुझ्न थाले कि यो मार्केट तिम्रो पेसेन्स पनि टेस्ट गर्छ, कन्फिडेन्स पनि, अनि कहिलेकाहीँ स्यानिटी पनि। अनि अनेस्टली त्यही रिजनले मलाई इन्ट्रेस्टिङ लाग्न थाल्यो। इन्टरनेटमा धेरै कन्टेन्ट छ, टेक्निकल एनालिसिस, न्युज, प्रिडिक्सन, अल द्याट स्टफ। तर मलाई चाहिँ अलि डिफ्रेन्ट अप्रोच ट्राई गर्न मन लाग्यो। मोर लाइक डकुमेन्टिङ द जर्नी बिगिनिङबाट। नो एक्सपर्ट टक, नो 100% ग्यारेन्टिड स्टक, जस्ट रियल टाइम लर्निङ। के राम्रो भयो, के मिस्टेक भयो, किन प्यानिक हुन्छ, किन फोमो हुन्छ। बिकज आई फिल लाइक मोस्ट पिपल इन्टरिङ नेप्से प्रोभाब्ली एक्सपिरियन्स द सेम थिङ। तिमी बाई गर्छौ अनि 10 मिनट पछि प्राइस हेर्छौ, फेरि हेर्छौ, अनि फेरि एजी चार्ट हेरेर स्टक इमोसनली सपोर्ट गर्न मिल्छ। एन्ड समहाउ द्याट बिकम्स पार्ट अफ एक्सपिरियन्स टु। सो या यो च्यानलमा मेबी म प्रफिट गर्ला, मेबी लस, प्रोभाब्ली बोथ।